हेलो साथीहरू, वेलकम छ हजुरहरू सबैजनालाई मेरो ब्लगमा। अनि आज चाहिँ हामी मोमो च्यालेन्ज गर्न जाँदैछौँ है। अनि के को मोमो भन्नुपर्दा चाहिँ यो चाहिँ भेज मोमो हो। अनि केबाट बनाएको भन्नुपर्दा चाहिँ आज चाहिँ हामीले अचम्मै गरेको छौँ कि मकैको पिठोको मोमो बनाउँदैछु होइन। अनि त्यसलाई डल्लो पार्न खासै मिल्दैन भनेर हामीले आटा पनि अलिकति मिसाएको है। तर मिठो हुँदो रहेछ है साथीहरू, स्वास्थ्यको लागि चाहिँ एकदम राम्रो हुन्छ है यो चाहिँ। अनि हामी चाहिँ बोलेरै भ्लग बनाएको थियो होइन, तर फोन आएको थियो, त्यही भएर पनि हाम्रो चाहिँ भोइस नै अड्केको रहेछ के। अनि हामी चाहिँ च्यालेन्ज गर्न गइराखेको, कसले जित्छ भनेर हेर्दै जानु है त। मिठो एकदम मिठो भएको थियो है साथीहरू, हेर्नु न। म र मेरो सोल्टिनेले चाहिँ बिर्सेको कि यो च्यालेन्ज गर्दैछौँ भनेर होइन। अनि अमृत चाहिँ पुरै घम घम खाइरहेको छ। अनि हामी दुईजना चाहिँ पुरै गफको धुनमा खाइरहेको छ के। पछि त मेरो सोल्टिनेले थाहा भइसकेको रहेछ है यो चाहिँ च्यालेन्ज हो भनेर। त्यसपछि चाहिँ मेरो सोल्टिने बल्ल हेर्नु है अब कसरी खानुहुन्छ के। अझै मलाई थाहा छैन कि च्यालेन्ज भनेर के। हेर्दै जानु है त, हेर्दै जानु। अब बल्ल थाहा हुन्छ कि यो च्यालेन्ज हो, किनकि अमृतको भ्याइसक्यो नि त। अमृतको अब भ्याउन लाग्यो के। उता हेर भनिरहेको छ मैले है। यो मोमो चाहिँ हामी घरमा बनाएको चाहिँ ठुल्ठुलो हुन्छ नि त, त्यही भएर पनि मुखमा अटाउँदैन के साथीहरू। के गर्नु, घरमा बनाएपछि त अझै ठुलै बनाऊँ भन्ने टाइपको हुन्छ। अनि त्यसपछि फेरि यो मकैको भएको हुनाले चाहिँ अलि त्यसको कभर नि अलिक खस्रो खस्रो टाइपको हुँदो रहेछ के। त्यही भएर होला अलिक खस्रो, निल्नलाई पनि गाह्रै भएको थियो कि, भेज भएर नि होला हुन त है। अमृत भ्याइसक्यो, विनर चाहिँ हाम्रो चाहिँ अमृत भयो अब चाहिँ है। अब मेरो सोल्टिनेर कसरी खानुहुन्छ हेर्नु है त। ख्वाम घुसाउनुहुन्छ कि अब चाहिँ म चाहिँ अचम्मै भयो, सबै भ्याइसक्नु भयो हेर्नु त। सेकेन्ड चाहिँ मेरो सोल्टिनी भयो है। म चाहिँ हेर्नु न लास्ट लुजर भयो कि। म चाहिँ यो गफको धुनले गर्दा चाहिँ मैले के भइरहेको छ भन्ने नै बिर्सेको के। पछि बल्ल याद आएर पो तैपनि खाना चाहिँ खाइयो अनि मिठो पनि भइयो हाम्रो मोमो चाहिँ। हजुरहरू पनि ट्राई गर्नु होला होइन। कोदोको पनि एकदम मिठो हुन्छ है साथीहरू। कोदोको पनि बनाएर खानु होला, मकैको पनि बनाएर खानु होला। एकचोटि ट्राई गर्नुहोस् त, यस्तो मिठो हुँदो रहेछ। सबैको मिठो हुन्छ कि, स्वास्थ्यको लागि पनि राम्रो हो नि त। मैदाको खाएर के गर्नु साथीहरू, एकैछिनमा पेट डुम्म हुन्छ है। भरेसम्म त्यो पेट डुम्म भइरहेको छ के। यो मकै यो कोदोहरूको बनाएर खानुभयो भने चाहिँ त्यस्तो डुम्मासुम्मा त्यस्तो केही हुँदैन साथीहरू। त्यही भएर हजुरहरू पनि बनाएर खानु होला। अनि यस्तै च्यालेन्जहरू हजुरहरूलाई मनपर्छ भने चाहिँ हजुरहरूले चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनुहोस् अनि कमेन्ट पनि गरिदिनु होला है। अनि अब चाहिँ हामी के च्यालेन्ज गरौँ भनेर चाहिँ तपाईँहरूले भन्नु होला के। त्यसपछि बल्ल हामी च्यालेन्ज गर्छौँ। यति नै भन्न चाहन्छु। बाई बाई।